Happy New Year सबैजना बधाई नि डार्लिङहरुलाई Happy New Year आमो कस्तो राम्री है निकाल्यो आमामो आज मिति 2082 साल वैशाख 1 गतेको दिन यहाँहरु सम्पूर्णलाई Happy New Year भन्न चाहन्छु। आज नयाँ वर्षको उपलक्ष्यमा हामी सानो परिवार र अरु चाहिँ बधाई दिदीहरुसँग चाहिँ हामी घुम्न गइरहेछौं। सानो पिकनिक जस्तो ड्राई पिकनिक जानको लागि चाहिँ यहाँनेर मेरो छोरो तयार भएर बसेको छ। हामी अलमोस्ट रेडी भइसकेका छौँ। हेलो छोरा, हेलो बडा। मेरो छोरा पनि आज न्यू इयर मनाउन गइरहेछ उता। अब हामी यहाँबाट हिँड्छौँ, अरू चाहिँ उताबाट आउँदैछन्। अब आजको हाम्रो यात्रा श्री काली चौरतिर हुनेछ। हामी आज श्री काली चौरमा गएर नयाँ वर्ष 2082 साल मनाउनेछौँ। त्यहाँ गएर यसो ड्राई पिकनिक खानेछौँ, इन्जोय गर्नेछौँ। अहिले हामी हिँड्नै आँट्यौँ। अहिले दिनको ठ्याक्कै 12 साढे 12 हुन लाग्यो, ढिलो हुन लाग्यो। अब चाहिँ हामी यहाँबाट हाम्रो यात्रा श्री काली चौरतिर हुनेछ गाइस है। अब त्यहाँ गइसकेपछि त्यहाँ के हुन्छ खानेकुरा, यसो रमाइलो रमझम, यसो त्यहाँका रमाइलो दृश्यहरू पनि खिच्नेछु अनि यहाँहरूलाई अब देखाउनेछु, अपडेट गर्नेछु त्यहाँ के हुन्छ कसो हुन्छ। हेरौँ आजको रमाइलै होला जस्तो छ है गाइस। र सियो सुन अबको यात्रा श्री काली चौरतिरको। फेरि पनि 2082 सालको तपाईहरु सम्पूर्णलाई शुभकामना। उत्तरोत्तर प्रगति होस्, उन्नति होस्, सुस्वास्थ्य, दीर्घायु, समृद्धि होस् भनी यहाँहरूलाई मैले शुभकामना व्यक्त गरेँ। यो चाहिँ श्री काली चौरमा हामी आइपुगिसक्यौँ। यो श्री काली चौरको दृश्य हो। यहाँनिर तपाईहरुले देख्न सक्नुहुन्छ श्री काली चौरमा नयाँ वर्षको निकै भिडभाड देख्न सकिन्छ। Happy New Year सबैजना बधाई नि डार्लिङहरुलाई Happy New Year आमो कस्तो राम्री है निकाल्यो आमामो यस्तो दामी निकालेछ फोटो भिडियो। आज सुटिङ गर्न आएको नयाँ वर्षको उपलक्ष्यमा सुटिङ। हेलो ओए के हो उपलक्ष्यमा नयाँ मान्छे आज के होस् ला अनि डिकीमा पो छोड्यो त कन्ना त सुटिङ गर्न आएको आमामा यहाँको दृश्य हजुरहरूले देख्न सक्नुहुन्छ। एकदमै मनोरम रमाइलो दृश्य छ। श्री काली चौर भन्ने बित्तिकै मलाई एकदमै आनन्द लाग्ने ठाउँ हो यो। यहाँ चाहिँ मलाई आइराख्न मन लाग्छ। हामी करिब 1.5-2 वर्ष अगाडि आएको थियौँ हाम्रो टोली। यहाँनिर आज फेरि 82 सालको वैशाख 1 गते नयाँ वर्षको उपलक्ष्यमा हामी फेरि यहाँ आछौँ। यहाँ हेर्नुहोस् तपाईँले देख्नुहुन्छ यस्तो रमाइलो छ, सर हावा चलिरहेछ। यहाँ चाहिँ प्रदूषण मुक्त, कुनै पनि प्रदूषण छैन। आज चाहिँ नयाँ वर्ष भएको कारणले गर्दाखेरि अलिक बढी मान्छेहरू छ, मान्छेको चाप एकदमै धेरै देख्न सक्नुहुन्छ। अब यसै वरिपरि रहेर हामी आजको दिन चाहिँ यहाँ रमाइलो गर्नेछौँ। हेलो यता हाम्रो रमाइलो गर्ने टोलीहरू केही चाहिँ आइसकेका छन्, अब केही आउन बाँकी छ। अब हो ल मेरो छोरा यहाँ चाहिँ यस्तो भिडभाड छ।
घोडा पनि रहेछ तल। ल न्यू इयर स्पेशल ड्राई पिकनिकको चाहिँ सामानहरू आज यहाँ ल सुरु भइसक्यो है। हामीले ल्याएको सामानहरू सबै खोलेर राखौँ त गाइज। वाह ल यस्तो पो मजा हुन्छ त, ड्राई पिकनिक भनेको त यस्तो पो हुन्छ त। मुखै रसाइसक्यो हो गाइज यो देखेर त। यो चाहिँ स्पेसल है गाइज। ल यहाँ गाइजहरू खाने मान्छेहरू चाहिँ यो खाने मान्छे चाहिँ ऊ यतातिर बसेको छ नि गाइज। यो गाइजहरूले यतातिर गाइजहरूले खाने मान्छे यो खाने मान्छेहरू आजको स्पेसल। ओ छोरो टिएन सर हजुरले यो खानुहुन्छ? खानुहुन्न? वाह ल गुड। यो खाने हो माम? मलाई ठाउँ भएन त। अलि यता सर्नु। एकछिन अहिले हाल्दै जाऊँ न। खाँदै गरौँ आज दिउँसोभर खाँदै बस्ने त हो नि। ल मौसमले पनि आज साथ दिइरहेछ। पानी पर्ला पर्ला जस्तो थियो अघि चाहिँ, अहिले चाहिँ निकै मजाले रापिलो घाम लागिरहेछ चटक्क पर्ने। आज त के हो यार कस्तो सबैजना सुन्दरी सुन्दरी देखिरहेको छु क्या। मुनि चाहिँ राख न, तनाको मुनि चाहिँ आउँदैन। मेरो पापा कता स्कट एप्पल खाने छोरो। ल खाऊ 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 आऊ आऊको ठाउँमा अब खाऊ खाऊ। सुरुवात भयो। आज त मेरो उसमा त यस्तो दामी क्लिन आइरहेछ आज यो है। हो त्यहाँ अलि अलि यता आउन छोरा, त्यहाँ तुम्बालाई डिस्टर्ब हुन्छ। यहाँ यहाँ बस्छ यहाँ। ह्याप्पी न्यू इयर गरौँ सबैले। ह्याप्पी न्यू इयर है। ह्याप्पी न्यू इयरको उपलक्ष्यमा हाम्रो यो ड्राई पिकनिक चाहिँ पिकनिकको आइटमहरू यस्तो छ। ल मजाले पेट भरि खाने गाइस। दुध पातलो पातलो भयो। कफी हो कि पातलो भएको क्या? यो त दुध होला हो। दुध हो कि मही हो यो? मेरो आएको छैन। चियाको भाँडामा दुध पकाउँदा यस्तो भएको के? हस् हस् हस्। चियाले गाला रातो रातो चाहिँ नहोस् है। भाँडामा दुध उमालेको। लो लो ह्याप्पी न्यू इयर। 1 2 3 गो ह्याप्पी न्यू इयर। कसैको ठोकेर मेरो सोच चाहिँ मैले चाहिँ यो राखेर यो ठोकाको नि त। कसको मान्छेको भयो? झिङ्गा छ्या भएन यो त। यो आलु तातो रहेछ है। यहाँ अर्कोमा नि छ आलु नै आलु मात्रै हो। स्प्राइट झिङ्गा त यो अलिअलि खानु न। नखाने कुन चाहिँ खानु भयो भने चाहिँ पुग्दैन भनेर हो र? हुन्छ हुन्छ खानु। होइन ऊ जोइनलाई मैले चाहिँ यो चाहिँ एकदम मिस गरेको थिएँ। कस्तो आज अचम्म लाग्यो। खोइ चिकन चाहिँ खोइ त चिकन। चिकन यहाँ छ। आमामा यो नि सबै डढेर यो भएन सब क्या। अनि हामीले राख्ने ठाउँमा नअटाउने राख्छ। के अरे होइन यता सेल त यता खोइ त दादा यता लिनुहोस्। उ यहाँ पनि छ हौ। रोटी भ्याउँछ। उता बस है, छोरा चिसोमा नबस है। के हो?
आलु अझै छ है उ त्यहाँ कति धेरै आएको यो चिकन कहाँ माग्नु साइडमा यस्तो साइडमा लाउँदैन यही खानु हुन्छ त गाइज हाम्रो अन्तर्राष्ट्रिय खेल सुरु भयो है अब यो विमानमा छु गाइजहरू अन्तर्राष्ट्रिय प्लेयरहरू यहाँनिर बसिरहेछन् को आयो कहाँ हो त्यो अमिलो हेरो है गाइज आजको न्यु इयर स्पेसल यस्तै भइरहेछ यहाँनिर रमाइलो भइरहेको थियो तर एकैछिन चाहिँ यो पानीले डिस्टर्ब गरेर यहाँनिर हाम्रो गाइजहरू उठिसकेका छ सबै खानेकुरा खाइसक्यो अब चाहिँ हामी पानीले डिस्टर्ब गरेको कारणले गर्दाखेरि घर फर्किने सुरसारमा छौँ एकैछिन हामीसँग टाइम थियो ल आजको चाहिँ विनर नयाँ वर्ष चाहिँ सुखद सुरुवात भएको छ गाइज मेरो चाहिँ पर्सभित्र छ आज एकदम सुखद सुरुवात छ है यो 82 त चाहिँ निकै फाप्ला जस्तो छ हामीलाई टन्नै कमाइएला जस्तो छ यो चाहिँ अलिकति थोरै भयो अझ योभन्दा बेसी कमाउनु पाइयोस् अब यति भन्दै हामी चाहिँ लाग्यौँ है अब आजको श्री काली चौरको अन्तिम क्षण यति नै रह्यो अब फेरि समय मिलेछ भने आम्ला आम्ला गाइज जम्बू फ्यामिलीबाट चाहिँ हाम्रो 1 लिटरमा पुगेको थियौँ आज अब अर्को वर्ष चाहिँ फेरि जम्बूमै हुन्छौँ भन्ने चाहिँ आशा राख्दै जाँदैछौँ हाम्रो जति पनि जम्बू टोलीहरू छुट्टिनु भएको छ उहाँहरूलाई फेरि अर्को साल चाहिँ जोइन हुनुहोस् भन्ने हिसाबले हेलो गाइज यहाँ आउनुहोस् फ्रेममा आउनुहोस् न फ्रेममा एक दुई शब्द बोलिदिनुहोस् न गाइज आजको मोडल आजको सुट अलिकति पानीले गर्दाखेरि डिस्टर्ब भएर सुटिङ क्यान्सल भयो अब अर्को सुटिङ फेरि अब चाहिँ डाइरेक्टरले कहिले भन्छ होइन त्यहाँदेखि फेरि अर्को सुटिङ हुनेछ दुःख नगर्नु होला होइन बिचमा दायाँ बायाँ बिचमा दायाँ बायाँ हुने छैन कोही अरू मोडललाई चेन्ज गरिने छैन होइन मोडल चाहिँ फिक्स हो हजुर डाइरेक्टरले मोडललाई एकदमै चाहिँ चोइस गरेर राखेको हो त्यसले गर्दाखेरि मोडल चाहिँ चेन्ज हुँदैन यो पानीले गर्दाखेरि हो गाइज हो ल त्यस्तो निराश त्यस्तो होइन नराम्रो दुःख त केही लागेको छैन नि तपाईँलाई हजुर लागेको छैन है अर्को सुटमा अवश्य बवाल हुन्छ है हिरो चाहिँ मै है फेरि गाइज आयो हिरोनी यहाँ म हिरोनीहरू त फेरि कतिजना मोडल राख्छु मेरो म्युजिक भिडियोमा फुल मोडल है अनि अब नयाँ गीतको लागि चाहिँ म उहाँलाई चाहिँ अनुबन्धित गर्न चाहन्छु है गाइज ल भन्दै अब हाम्रो ब्लग चाहिँ यतिकैमा अन्त्य गर्न चाहन्छु धन्यवाद यता पनि बाई बाई हो ह्याप्पी न्यु इयर आजबाट चाहिँ न्यू स्टार्ट भएको छ नयाँ डेट चेन्ज भएको छ पोपा पनि चेन्ज हुनुहुन्छ